किचनमा हामीले यो ग्यासबाट कसरी आगो लागि हुन सक्छ यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुरा हामीले यहाँ बताउने छौँ। तपाईहरुलाई थाहा नै होला, सरले भनिसक्नु भएको छ आगो भनेको के हो, आगो भनेको के हो, आगोलाई कसरी नियन्त्रण गरिन्छ भन्ने कुरा तपाईले बुझिसक्नु भएको छ। आगो लागि भयो अहिले कस्तो एकछिनमा आत्तिनुहुन्न, आगो लाग्यो भने कहिले पनि हामी आत्तिनु हुँदैन हैन। कसरी यसलाई नियन्त्रण गर्ने कि आगो लागिरहेछ हामी जहिले पनि जब यतादेखि आगो लागिरहेछ त्यसपछि विपरीत दिशातिर बस्नुपर्छ, यसैको अगाडि जानु हुँदैन भन्ने कुरा हामीले सबभन्दा पहिले ख्याल गर्नुपर्छ। यसकै अगाडि हामीले आगो लाउँछ अझै ठुलो बाल्न सकिन्छ। यो ठुलो झन् ठुलो हुँदै गयो भने आगो एकदम जोखिममा हुन्छ। एभरेजको विपरीत दिशा बसेर त्यसलाई हामी ट्याक्कै केही गराउनु पर्दैन, ट्याक्कै यस्तो गर्यो भने आगो निप्छ है। एउटा सजिलो उपाय, पोल्दैन तपाईँ, डराउनु हुँदैन र पोल्दैन पनि। यस्तो घोसेर यतादेखि जाने है, त्यो गर्दाखेरि हामीतिर नै आगो आउन सक्छ। के गर्नु पर्यो, यस्तो भित्र हालिसकेपछि आफू सेप हुन्छ भन्नु पहिला, आफू चाहिँ यस्तो गरेर कम्बलले यता सेप गरिसकेपछि यतादेखि यस्तो गरेर यस्तो कम गरेर यसरी गरेर नियन्त्रणमा आउँछ। अब यसलाई कसरी नियन्त्रण गर्नु सक्नुहुन्छ नि यसलाई बटाएर है अथवा रेगुलेटर कम गरे पनि भयो। यसलाई के गर्नु पर्यो, रेगुलेटर अथवा यो यसको यस्तो गरेर बटारे पनि भयो। पानीले निप्छ त यो। अब इलेक्ट्रिक खल्नु कारणले गर्दा नि पानी हाल्न पर्ने, त्यसमा एक्सिलेटर फायर एक्सटिङ्ग्विसर प्रयोग गर्न पर्यो, यसमा पनि फायर एक्सटिङ्ग्विसर प्रयोग गर्न पर्यो हैन। अब यहाँ पानीले कसरी निप्दैन भन्ने कुरा म तपाईँलाई देखाउँछु है। ल हेर्नु, अब पानी ल हेर्नु है, पानीमा बोल्नु त निभो होइन, निभाउनु पानीले निप्दैन। यो कुरा नि विचार गर्न पर्छ। कहिले पनि ट्राई गर्नुभयो, तपाईँ देखिसक्नु भयो पानीमा निप्दैन, झन् बिगारेर रूपमा यसो समस्या समाधान गर्छौँ। अहिले अक्सिजनको कम गरेर पनि ग्यासलाई नियन्त्रण गर्न सकिन्छ, आगोलाई नियन्त्रण गर्न सकिन्छ। अरू केही गर्नु पर्दैन त्यहाँतिर यस्तो गरेर आगो निभो है। ल अघि भनेको थिएँ नि 3 एउटा चाहिन्छ आगो बल्नलाई भनेको थिएँ नि होइन, त्यसमा एउटाको मिलाप तोडिदियो भनेपछि